आज जुनको 26 तारिक बिहान 10 देखि 11:20 भएको नेपाली नाटीको एक्जाममा आएको दुईटा डायलग्सहरू के थियो म तपाईँलाई भन्न जाँदैछु। एउटा डायलग हाम्रो इन्स्योरेन्स/हेल्थ डोमेनको थियो भने अर्को चाहिँ हाम्रो कम्युनिटी डोमेनबाट आएको थियो र यो मैले हिजो गरेको प्रिडिक्सनको डोमेनहरू नै परेको थियो। टपिक्स फरक भए तापनि डोमेन्स चाहिँ म्याच भएको थियो। पहिलो इन्स्योरेन्स चाहिँ हाम्रो यो हेल्थ/इन्स्योरेन्स डोमेनको थियो। डक्टरसँग गरेको कन्भर्सेसन जेपीसँग र यसमा आफ्नो एक्जिस्टिङ इन्स्योरेन्स पोलिसी हेल्थ इन्स्योरेन्समा केही चेन्जेस ल्याउने, अपडेट गर्ने, अपग्रेड गर्ने सम्बन्धीको थियो र यसमा ट्रमा इन्स्योरेन्स रिलेटेड कुराहरू इन्भल्भ थियो। त्यसपछि सेकेन्ड डाइरेक्ट चाहिँ हाम्रो कम्युनिटी डोमेनको यो चाहिँ दुईजना छिमेकी बीच भएको कन्भर्सेसन। यसमा चाहिँ घर पछाडि एउटा करेसाबारी जस्तो गार्डनिङ जस्तो गर्ने सम्बन्धीको डायलग्सहरू थियो र यसमा के इक्विपमेन्टहरू चाहिन्छ, कसरी गर्ने, त्यसरी एउटा नेबरले अर्को नेबरलाई सिकाएको कन्भर्सेसन। इन्स्योरेन्सको डायलग चाहिँ अलिकति गाह्रो थियो, तर यो कम्युनिटीको यो गार्डनिङ सम्बन्धी डायलग चाहिँ अलिक सजिलो थियो भन्ने मैले सुनेको छु। सो आज तपाईँहरूको पनि एक्जाम थियो भने होपफुली राम्रै गर्नुभएको थियो होला। सो 26 जुनमा एक्जाम दिनुभएको छ भने तपाईँको रिजल्ट मोस्ट लाइकली जुलाईको फर्स्ट विक अर सेकेन्ड विकसम्म चाहिँ पाउन सक्नुहुन्छ।